सालदेखि नै भन्दै आएको, सधैँ चुनावी नारा भयो, यसलाई के अन्त्य गरौँ कि चाहिँ सुरुवात गरौँ, त्यति कुरा हामीले भनेका थियौँ। अहिले पनि हामीले भनिरहेको त्यही हो। र अस्तिको हाम्रो अर्थमन्त्री माननीय अर्थमन्त्रीले भन्नुभएको भाषणको विषयमा अलिअलि टिका टिप्पणी बढी भएको देखेँ। यो महँगो भयो हुँदैन बन्दैन कि भन्ने, त्यसैलाई अहिले आएर बजेटमा जोडाएर पनि देखिन्छ। उहाँले भन्नुभएको कुरा सत्य हो, कसैले टुक्रा मात्रै सुन्नुभयो होला, किनभने यो सबै नेपालको अहिलेसम्मको हाइड्रो प्रोजेक्टमध्ये सबभन्दा महँगो प्रोजेक्ट हो। यो 40 देखि 50 करोड प्रति मेगावाट लाग्ने नै हो यसमा, त्यसमा केही कुरा छैन। हामीले थुप्रै मिटिङहरू छलफलहरू गऱ्यौँ, तर त्यो हुँदा पनि यसका फरक आयामहरू छ, फरक महत्त्वहरू छ यसको। किनभने हामीसँग कुलेखानी मात्रै एउटा यो हो जुन चाहिँ जलाशयमा आधारित छ है। अब अन्त हाम्रो रन अफ द रिभरको सबै ठाउँमा अरू प्रोजेक्टहरू हामीलाई गर्मी टाइममा बढी बत्ती चाहिने हो, तर गर्मी टाइममा हामी कहाँ बत्ती कम हुन्छ, इन्डियाबाट किन्नुपर्छ। त्यसलाई परिपूर्ति गर्ने काम कसले गर्छ? बुढी गण्डकीले गर्छ। महँगो परे पनि बनाउनुपर्छ भन्ने मान्यता एउटा त्यो हो। किनभने अन्त 20 करोड चान्चुनले बन्छ, यो 40 करोड अस्तिको आएको थियो, अहिलेको महँगी जाँदा 50 करोड जति पुग्न आँट्ने भनेको कुरा ठिक हो, त्यो त्यही ढङ्गले जाने नै हो, महँगै हो। तर यो महँगोलाई कम गराउनलाई के गर्न सकिन्छ भन्ने कुरामा हामीले गरेर डिस्कसनको आधारमा उहाँले भन्नुभयो यसलाई डाउन स्ट्रिमको प्रोजेक्ट हो, एउटा अप स्ट्रिमको प्रोजेक्ट हो। डाउन स्ट्रिमको कुरा गर्दाखेरिमा त्यहाँबाट बगेर जाने पानीहरूलाई हामीले जाँदा उता जाँदा नवलपरासी र चितवनका जग्गाहरूमा कति सिँचाइ गर्न सकिन्छ त्यसलाई म्याक्सिमम रूपमा, त्यो मात्रै नभएर त्योभन्दा मुनि चाहिँ अर्को 100 मेगावाटको अर्को प्रोजेक्ट बनाउन सकिन्छ भन्ने कुरा पनि अर्को डिस्कसन भएको छ, त्यो पनि अर्को कुरा हो। र त्योभन्दा अप स्ट्रिमकोमा चाहिँ अब हामीले यहाँ चाहिँ मेगा सिटीहरू एउटा बनाउन सकिन्छ बाहिरबाट आउने मान्छेहरूको लागि, डेस्टिनेसन पोइन्टहरू। यो अर्को चाहिँ टुरिज्मको हिसाबले ठुल्ठुलो होटेलहरू यहाँ बनाउन सकिन्छ, किन अब 1.5 घन्टामा काठमाडौँबाट त्यो ठाउँमा आइपुगिन्छ भनेपछि यहाँ आएर बन्न सकिन्छ भन्ने कुराहरू। र यो मात्रै नभएर धार्मिक पर्यटनको हिसाबले जस्तो देवघाट धाममा तपाईँको अहिले बुढाबुढीहरूलाई म त्यहीँ बस्छु भनेर आफ्नो सम्पत्ति त्यहीँ दिएर घर किनेर बस्नुपर्ने प्रावधानहरू छन् नि, त्यस्तै टाइपको घरहरू बनायो भने सिनियर सिटिजनहरू जो एकल बसिरहेको मान्छेहरू छ उनीहरूलाई हुनसक्छ होला, त्यस्तो ल्याउन सकिएला। अर्को माछा पालनको कुराहरू कुमाल माझीहरू छ, त्योसँग जोडेर व्यवसायिक रूपमा लैजान सकिन्छ होला। अर्को चाहिँ हामीले सँगसँगै मोटर अब अर्को जल यातायातकै कुराहरू पनि हुनसक्छ होला, त्यो पनि जोड्न सकिन्छ होला। त्यस कारणले माथिल्लो तहको क्षेत्रलाई अलगै गर्नुपर्छ भन्ने मोडलमा अलगै कुरा गरे, किन त्यो गऱ्यो भने चाहिँ समग्रमा बल्ल प्रोजेक्ट सस्तो पर्न आउने हो। बत्ती मात्रै निकाल्दाखेरि पनि महँगो हुन्छ, त्यस कारणले यसलाई फरक तरिकाले गर्ने भनेको हो। र अहिलेको हिजोको सम्बोधनमा चाहिँ यसलाई अब हामीले हामीलाई चाहिँ प्राधिकरण बनाएर लैजाने भने तपाईँलाई लाग्ला मैले गएपछि म गएर खोज्न थालेको बुढी गण्डकी किन बनेन भनेर खोजेको हो, यसको ठोस आन्सर मैले पाएन। मैले एउटा आन्सर भन्दा चाहिँ म यति भन्छु, यो कर्मचारीको नियन्त्रणमा मात्रै यो समिति बस्यो सधैँ, जुन राजनैतिक पहुँचमा पुग्नै सकेन। त्यस कारणले कर्मचारीले मात्रै बनाएर यत्रो प्रोजेक्ट कहिले बन्छ, बन्दै बन्दैन। त्यस कारणले मेरो एडभोकेसी पहिलादेखि नै के थियो भने यो कर्मचारीले मात्रै बनाएर बन्दैन, त्यस कारणले राजनीतिबाट जनप्रतिनिधिको नेतृत्वमा चाहिँ समिति बन्नुपर्छ, त्यसले यसलाई रेखदेख गर्नुपर्छ, अनि मात्रै यो अगाडि जान्छ। प्रधानमन्त्रीलाई भन्नु पऱ्यो भने कर्मचारीले भन्न त धेरै गाह्रो छ नि, राजनैतिक मान्छे नै चाहियो नि यत्रो कुरा गर्नका लागि, कसले गरिदिन्छ त यो भन्ने विषयमा धेरै छलफलहरू भएको। त्यस कारणले हामीले एउटै भएकै अहिलेकै जुन मोडल थियो कम्पनी मोडलमा एउटा समिति बनाउने भन्ने कुरा पनि भएको थियो। र अहिले चाहिँ विशेष गरिकन प्राधिकरण बनाएर जाने भनेको छ, अधिकार सम्पन्न प्राधिकरण बनाएको छ। तपाईँले शब्द याद गर्नुभयो भने त्यो भनेको त्यसको बारेमा निर्णय त्यही गर्न सक्छ। मैले जुन चाहिँ अप स्ट्रिम र डाउन स्ट्रिमको प्रोजेक्टको कुरा गरेँ नि, त्यो गर्नका निमित्त त्यो प्राधिकरणमा अधिकार भयो भने त्यसले गर्न सक्छ। प्राइभेट सेक्टरलाई लगानीको लागि हामी कल गर्न सक्छौँ। अब हामीले जति पनि सिटी बसाउने भन्यौँ भने सायद त्यो ठाउँमा जग्गा हामीले सबै लिजमा लिएर, सरकारी जग्गाहरू लिजमा हुन सक्ला, अर्को चाहिँ व्यक्तिको जग्गाहरू होला त्यसलाई किनेर होला। र त्यो सबै चाहिँ हामी के गर्न सक्छौँ भन्दा त्यहाँ चाहिँ टाउनहरू सिटीहरू बनाउनको लागि, ठुलो होटल रिसोर्टहरू बनाउनका लागि हामी त्यसमा चाहिँ प्राइभेट सेक्टरलाई कल गर्न सक्छौँ। त्यो कसले सक्छ भन्दा प्राधिकरण भयो भने चाहिँ त्यो अधिकार उसँग हुन्छ। त्यस कारणले शक्तिशाली प्राधिकरण बनाएर बुढी गण्डकीलाई बनाउने भन्ने कुरा हो। जहाँसम्म पैसा कति परेको छ भन्ने कुराहरू पैसाको भरमा चिन्ता नगर्नुहोस्। यो वर्ष मात्रै टेन्डर भइसक्यो, 2टा काम छ। एउटा पुलको टेन्डर भइसकेको छ, एउटा चाहिँ कर्मचारीहरू बस्ने आवासको लागि टेन्डर भइसकेको छ। यो करिब 1 अरब बराबरको अहिलेको काम भइरहेको हो। यो 1 अरब बराबरमा झन्डै उहाँले निकालिरहेको 70-80 करोड चान्चुनको चाहिँ उहाँले टिका लगाउनु भएको छ। त्यो बिलो कति आयो भने के पैसा हामीसँग यो वर्षकै बच्छ, यो रनिङ इयरको हो। हामीले साउनमा चाहिँ यो शिलान्यास गर्ने पनि भनेको छौँ। त्यस कारणले यो